ल साथीहरू हेर्नु, स्वर्गको एक टुक्रा नेपाल। यो ठाउँ कुन ठाउँ होला ल हेर्नु, यस्तो दामी छ, यस्तो दामी छ। यो ठाउँमा त म पनि घुम्न जाने हो। पछि पैसा कमाएर प्लेन चढेर जाने हो। स्वाट अब यो प्लेन जान्छ होइन, स्विट जान्छ, यस्तरी जान्छ। स्वाट गएर यत्रु देखिन्छ। अहिले मौसम ठिक्क दामी भइरहेछ। अहिले घुम्नु मजा आउँछ यो ठाउँमा। यो ठाउँ चाहिँ सोलुखुम्बु रहेछ। सोलुखुम्बु सुनेको, तर यस्तो दामी रहेछ यो। क्यामेरा साइड के लुक्ला लुक्ला सिधा सबैलाई थाहा होला प्रायः साइडमा भनेर पर्दो रहेछ छ्या। दामी छ। हुन्छ सिधा गर्छु म अहिले, यता पनि देखाउँछु है। ल हेरौँ त, यो उता पहाडको नेपाल नै हो, हिमाल नजिकको नेपालै हो नि, बादलहरू नेपालको लुक्ला यस्तो भन्ने ठाउँ यता हो यो। साइडमा चाहिँ सबैजनाले गुड मर्निङ, एउटै वेलकम छ थोरै है हिमाल मेरो देखिन्छ। लाइभमा। यो चाहिँ लुक्ला बजार हो। अब त्यो हिमाल आउँछ। अब हिमाल चाहिँ लगभग छिटो देखाऊ बहिनी। खै यो हिमाल त हिमालहरू यता अलिकति टक्कै यहाँ माथि अलिकति देखिरहेछ। हिमाल देखेछ। कस्तो दामी मौसम, यताको बस्तीहरू पनि यिनीहरू सबै साह्रै लुक्लाकै दामी छ, डाँडा हो। दामी छ। लुक्ला नै होइन रहेछ, सबै होला सायद। हेलो हेलो, हाम्रो नेपाल, हाम्रो लुक्ला एयरपोर्ट हो हजुर।